10 करोड लाग्ने काम त हामी 2 करोडमा बनाउन सक्छौं किनभने हामीसँग जाँगरीला 2 हातहरू छन्। तेरो कुरा त कसैले नि पत्याउँदैन। अब त 1 वर्षको बच्चाले नि नपत्याउने कुरा। 10 करोडमा बन्ने चिज हामी 65 2 करोडमा मिटरको बनाएर पुल देखाउँछौँ। चाहिँ हामीसँग 45 देखि 48 लाखमा ठेक्का दिँदाखेरि इन्जिनियरहरूले बनाउनु सक्दो रहेछ। लाग्छ छैन तिमीहरूलाई? के रे गर्यो भने त त्यो 40-45 लाख 1,49 लाख प्लस 60 दिनको श्रमदानको हिसाब गर्यो भने त्यो 2 करोड नाग्छ होला त्यो पुलको दाम। तिमीहरू श्रमदान गरेर श्रमदान त हामी गर्छौँ, हामी यो गर्छौँ त्यो गर्छौँ भने फुर्ती गर्नेले श्रमदान गरेर 20-25 लाखमा कम्प्लिट हुनुपर्ने होइन र त्यो पुल 0.5% तिमीहरू त्यो पनि त्यो लट्ठा त्यो जाली त सरकारले दिएको, तिमीहरूको पैसाले न सरकारले दिएको। उस्तो पऱ्यो भने 15-20 लाखमा तिमीहरूको कम्प्लिट हुनुपर्ने होइन र त्यो पुल लाज छैन। 1 करोड 40 लाख भनेको छ अझै। अनि अझै जनताले भ्रम छ नि अझै पनि। अनि हामीले ठुलो काम गर्यो भन्दै हिँड्या ठुक्क। फेरि यस्तो झोले झाम्टाहरू छ नि अर्काको भिडियोमा तथा न कमेन्ट गर्न आउँछ। आफ्नो पार्टी आफ्नो